स्वागत छ तपाईहरुलाई सनातन शिक्षा विथ आकाशमा। आज हैन हामीहरुले चाहिँ हालैमा खुलेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तह 4 को विज्ञापन बारे चर्चा गर्ने छौं। यो विज्ञापन 2082 हैन 11वां महिना 1 गते चाहिँ खुलेको थियो, फागुन 1 गते। र यो हाम्रो हैन यसको फर्म भर्ने अवधि चाहिँ 21 गते सम्म थियो। तपाईहरुलाई त्यो अवगत नै होला, तपाईहरुले भरिसक्नु भयो होला हैन। प्री टेस्ट पास गर्ने साथीहरु चाहिँ भरिसक्नु भयो होला, भर्ने साथीहरु। अनि डबल त्यो चाहिँ 21 गते सम्म सिंगल दस्तुरमा थियो हैन। अनि 28 गते सम्म चाहिँ डबल दस्तुरमा थियो। अनि अब यो विज्ञापनको बारेमा हैन तपाईहरुले विस्तृत रूपमा चाहिँ हेरिसक्नु भयो होला। म यसमा बढी चाहिँ भन्न चाहन्न हैन। अब यसमा चाहिँ हल्का छोटकरीमा चाहिँ म हैन भन्न चाहन्छु। यसमा चाहिँ यो 7 वटै चाहिँ प्रदेशमा चाहिँ विज्ञापन खुलाएको छ। त्यति राम्रो चाहिँ मात्रामा चाहिँ यस विगत 2 वर्षदेखि खुलेको थिएन राष्ट्रिय वाणिज्य बैंकको भ्याकेन्सी। यसपालि हैन खुल्दा पनि त्यति राम्रो मात्रामा चाहिँ खुलेन हैन। पद संख्या चाहिँ त्यति छैन। मैले चाहिँ कृषि विकास बैंकको विज्ञापन बारे पनि भिडियो बनाएको छु, त्यसमा पनि तपाईहरु चाहिँ हेर्नु होला। यसमा चाहिँ कुरा गर्दाखेरि प्रदेश नम्बर 1 कोशी प्रदेशमा पद संख्या 10 वटा रहेको छ ओभरअलमा हैन। यो चाहिँ तपाईको सहायक पद हैन, सहायक पद हैन, सेवा तपाईको प्रशासनको लागि हो। अब नगदमा पनि यो भन्दा कमै मात्रामा छ। र त्यस्तै गरी मधेश प्रदेशमा 15 वटा छ सीट संख्या, बागमतीमा 8 वटा छ, गण्डकीमा 5 वटा छ, लुम्बिनीमा 6 वटा छ, कर्णालीमा 2 वटा छ, सुदूर पश्चिममा चाहिँ 2 वटा छ। अब यसको लागि शैक्षिक योग्यता +2 चाहिन्छ हैन। यदि तपाईहरु चाहिँ +2 पास हुनुहुन्छ साथीहरु हैन। अब यसपालि यदि चाहिँ प्री टेस्ट चाहिँ पास हुनु भएन हैन, अनि अर्को वर्षको विज्ञापनको लागि तयारी गर्न चाहनुहुन्छ भने पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अब निरन्तर रूपले बिस्तारै म हैन निरन्तर रूपले चाहिँ भिडियोहरु अपलोड गर्ने छु। र अब छिटो भन्दा छिटो अनलाइन क्लास पनि कन्डक्ट चाहिँ गर्ने छु। अब यसको चाहिँ सिलेबस तपाईहरुले हैन यसको बैंक अफिसियल वेबसाइटबाट गएर हैन अथवा लोक सेवा आयोगको अफिसियल वेबसाइटबाट गएर डाउनलोड गर्न सक्नुहुन्छ। अथवा म पनि चाहिँ सिलेबसको बारेमा अब भिडियो चाहिँ बनाएर चाहिँ हाल्ने छु। ल अब चाहिँ अब आउने भिडियो चाहिँ हैन भिडियोहरु हेर्नको लागि च्यानललाई चाहिँ सब्स्क्राइब गरिहाल्नु होला, पेजलाई हैन फलो चाहिँ गर्नु होला। ल त आजको लागि यति नै राखौं। अब अर्को चाहिँ भिडियोमा म चाहिँ सिलेबसको बारेमा बताउने छु।